दर्शकबिन नमस्कार, आराम नै हुनुहुन्छ? आज म तपाईहरूलाई यो भिडियोमा 10 वर्षकी बालिकाको कथा सुनाउँदैछु। 10 वर्षको उमेर उसले भोगेको पीडा र दुःखको कथा भन्दैछु। कसरी आफन्तबाटै यौन दुर्व्यवहारमा परी भन्ने बारे बताउँदैछु। त्यसैले यो भिडियो अन्तिमसम्म सुन्न नभुल्नुहोला। नानी 5 वर्षकी थिई। आमा खाटमा सुतेकी थिइन्। मुहार पहेँलो, शरीर निस्सासिएको थियो। भजने नानी आमाको छेउमा नै बसेकी थिई। नानीले आमाको हात समाउँदै भनी, आमा अब उठ न, तिमीलाई केही हुँदैन, म दूध ल्याउँछु नि। आमाले कमजोर मुस्कान दिइन्। निधारमा हात राख्दै मन्द स्वरमा भनिन्, नानी अब म तँलाई छोडेर जानुपर्छ, तर त नडराउनु है, किनकि अब त बलियो बन्नु। नानीको आमाले यति मात्र के भनेकी थिइन। त्यसपछि आमाको हात चिसो हुँदै गयो। नानीले टोलाएर हेरी, आमाको सास रोकिएको थियो। आमामा कुनै हलचल भएन। आमा उसका ओठबाट निस्किएको त्यो अन्तिम शब्दसँगै घरमा सन्नाटा छायो। त्यो रात बुवा पनि खुब रोए। गाउँका मान्छेहरू आए र आमालाई ओसारेर अलि पर लगे। नानी टोलाउँदै उभिई, मृत्यु के हो उसलाई थाहा थिएन, तर महसुस गरिरहेकी थिई कि अब उसलाई कसैले कहिल्यै छोरी भनेर अँगालोमा लिन्ने छैन। वर्षौपछि बुबाले नयाँ श्रीमती ल्याएर नानीलाई देखाउँदै भने, नानी अब तिमीलाई आमा भेटाइदिएको छु। आमा गुमाएकी नानी साँच्चै खुसी भई ऊ दौडदै गएर ती महिलाको हात समातिन् र खुसीको स्वरमा भनिन्, तपाईँ मेरो आमा हो। तिमीहलाले पनि नानीलाई हेर्दै हँ, उनले निस्तब्ध स्वरमा उत्तर दिइन्। तर त्यो स्वरमा ममता थिएन, कठोरता मात्र। तर ती नानीले ममता र कठोरता के बुझुन्? उनले त केवल माया गर्ने छोरी भनेर काखमा लिने आमा पाएकी थिइन्। केही दिन त ठिकै चल्यो, तर बिस्तारै नानीको बाल्यकाल कागजको झिल्को झै च्यातिन थाल्यो। बिहान 4 बजे उठ्नु, पत्रियो पानी ल्याउन, गाई दुहुन, कोठा सफा गर्न अनि विद्यालय जानु, यही नै नानीको दिनचर्या भएको थियो। यदि केही ढिलो भयो भने सौतेनी आमाको हातले उसको गालामा चोट पत्रियो, कपालमा सौतेनी आमाको हात पत्रियो। आलसी केटी, खान पाउने अधिकार छैन तँलाई। आमालाई खाइस, अब मलाई खाने विचार छ तेरो। यस्तै आवाज हरेक दिन सुन्न पत्रियो। नानी थरथर काँप्थी, तर केही बोल्थिएन। बुबा खेतमा हुन्थे, घरमा उसको पक्ष लिने कोही थिएन। रातमा ऊ कोठाको कुनामा बस्ती, भुइँमा चटाई अनि भित्तामा आमाको पुरानो फोटो। त्यो फोटोतिर हेर्दै ऊ भन्थी, आमा म तिमीलाई धेरै सम्झन्छु, तर मैले बुझी सबै। अब तिमी मेरो जीवनमा कहिल्यै आउने छैनौ। तिमी भगवानको घरमा गएकी छेउ, मलाई थाहा छ। तिमीले त्यहाँबाट मलाई हेरिरहेकी छेउ, तर अब म रोइन है, म पढ्छु, यति ठूलो मान्छे बन्छु। नानीले पढ्ने निर्णय गरी ऊ स्कुल जान थाली। 10 वर्षकी नानीले आमाको मृत्युपछि आमाको माया कहिल्यै पाइन्न। बुबाको साथ नै पाएकी थिई त गाउँकै एकजना अङ्कलको साथ। तर ती अङ्कलको कुदृष्टि नानीमाथि परेको थियो, तर उनलाई त्यसको कुनै ख्याल नै भएन। विद्यालय उसकै संसार थियो। त्यहाँ ऊ केही बेर मोकलिन्थी, हाँस्न खोज्थी, पढ्न खोज्थी, तर शरीरको थकानले कहिलेकाहीँ ऊ कक्षामा निदाउँथी। शिक्षकले कराउँथे, नानी ध्यान देऊ न। उसले टाउको झुकाएर माफ माग्थी। एक दिन नानी घर आउँदै गर्दा ती नानीलाई गाउँको अङ्कलले जबरजस्ती गर्न थाले। सानी फुस चिरुन र कराउन थाली। गाउँलेहरूले थाहा पाउने डरले ती अङ्कलले पैसा दिँदै यो कुरा कसैलाई भने मारिदिने धम्की दिन थाले। नानीको जीवनमा एकपछि अर्को समस्या आउन थाल्यो। घरमा सौतेनी आमा पिटाइ बाटामा ती अङ्कलले करतुत। नानीले कसैलाई भन्ने हिम्मत गर्न सकिन। केवल ऊ रातमा अँध्यारो कोठामा एक्लै रोएर बस्ने गर्थी। यसरी नै समय बित्दै थियो। 10 वर्षको उमेरमा नानीलाई समयले धेरै पाठ सिकाउँदै लगेको थियो। एक दिन ऊ विद्यालय आउँदा हातमा जलनका दाग थिए। शिक्षकले सोधे, यो के हो? उसले मुस्कुराउँदै भनिन्, खाना बनाउँदै थिए, गल्ती भयो सर। तर त्यो मुस्कानभित्र लुकेको सत्य शिक्षकले पढ्न सके। कक्षामा सबै साथीहरूको अगाडि शिक्षकले केही सोध्न उचित ठानेनन्। कक्षा सकिएपछि शिक्षकले बिस्तारै सोधे, नानी घरमा सबै ठिक छ? के यो सब गल्तीले भएको हो? ऊ मौन भई, उसको आँखाकाट केवल आँसु मात्र बग्यो। त्यो दिन पहिलो दिन थियो जहाँ पहिलो पटक कसैले उसको मौनता बुझ्यो। शिक्षकले उसलाई मायाले आफ्नो छातीमा टाँसे। साँच्चीकै आमापछि यदि नानीले कसैको निस्वार्थ माया पाएकी थिई भने त्यो शिक्षकको माया पाएकी थिई। शिक्षकले उनको मौनता र पीडा बुझेपछि भने, तिमी चिन्ता नगर नानी, मैले तिम्रो मौनतालाई राम्ररी बुझेको छु। तिमीले भोगेको हरेक दुःखलाई मैले महसुस गरेको छु। बस तिमीले आफूलाई कहिल्यै कमजोर नठान। तिम्री आमाले तिमीलाई धेरै माया र आशीर्वाद दिनुभएको छ। यति सुनेपछि नानीको अनुहारमा खुसीको रेखाहरू दौडिन थाले। शिक्षकले भने, तिमी मेरी सानी बहिनी जस्तै छौ, तिमीलाई त्यस्तो केही परिहाल्यो भने मलाई भन्न सक्छौ। यति भनेर शिक्षक जान्छन्। नानी मुस्काउँछे। साँच्चीकै पहिलोपल्ट नानीले शिक्षकको रूपमा दाइ पाएकी थिई। रातमा ऊ आकाश हेर्थी, टिमटिम ताराहरूले उसको आँखामा आशाको उज्यालो झल्क्याउँथे। म ठूलो भएर शिक्षक बन्छु, ऊ बिस्तारै भनिन्।
सबै नानीहरूलाई पढाउँछु जसले मेरो जस्तो दुःख भोग्न नपरोस्। अब म ती अङ्कलेको कुरा पनि सबैलाई भन्छु। अब म हिम्मत गरेर अगाडि बढ्छु। दर्शकबिन नमस्कार, आराम नै हुनुहुन्छ? आज म तपाईहरूलाई यो भिडियोमा 10 वर्षकी बालिकाको कथा सुनाउँदैछु। 10 वर्षको उमेर उसले भोगेको पीडा र दुःखको कथा भन्दैछु। कसरी आफन्तबाटै यौन दुर्व्यवहारमा परी भन्ने बारे बताउँदैछु। त्यसैले यो भिडियो अन्तिमसम्म सुन्न नभुल्नुहोला। नानी 5 वर्षकी थिई। आमा खाटमा सुतेकी थिइन्। मुहार पहेँलो, शरीर निस्सासिएको थियो। भजने नानी आमाको छेउमा नै बसेकी थिई। नानीले आमाको हात समाउँदै भनी, आमा अब उठ न, तिमीलाई केही हुँदैन, म दूध ल्याउँछु नि। आमाले कमजोर मुस्कान दिइन्। निधारमा हात राख्दै मन्द स्वरमा भनिन्, नानी अब म तँलाई छोडेर जानुपर्छ, तर त नडराउनु है, किनकि अब त बलियो बन्नु। नानीको आमाले यति मात्र के भनेकी थिइन। त्यसपछि आमाको हात चिसो हुँदै गयो। नानीले टोलाएर हेरी। आमाको सास रोकिएको थियो। आमामा कुनै हलचल भएन। आमा उसका ओठबाट निस्किएको त्यो अन्तिम शब्दसँगै घरमा सन्नाटा छायो। त्यो रात बुबा पनि खुब रोए। गाउँका मान्छेहरू आए र आमालाई ओसारेर अलि पर लगे। नानी टोलाउँदै उभिई। मृत्यु के हो उसलाई थाहा थिएन, तर महसुस गरिरहेकी थिई कि अब उसलाई कसैले कहिल्यै छोरी भनेर अङ्गालोमा लिन्ने छैन। वर्षौपछि बुबाले नयाँ श्रीमती ल्याएर नानीलाई देखाउँदै भने, नानी अब तिमीलाई आमा भेटाइदिएको छु। आमा गुमाएकी नानी साँच्चै खुसी भई ऊ दौडदै गएर ती महिलाको हात समातिन् र खुसीको स्वरमा भनिन्, तपाईँ मेरो आमा हो। तिमीहालाले पनि नानीलाई हेर्दै हँ, उनले निस्तब्ध स्वरमा उत्तर दिइन्। तर त्यो स्वरमा ममता थिएन, कठोरता मात्र। तर ती नानीले ममता र कठोरता के बुझुन्? उनले त केवल माया गर्ने छोरी भनेर काखमा लिने आमा पाएकी थिइन्। केही दिन त ठिकै चल्यो, तर बिस्तारै नानीको बाल्यकाल कागजको झिल्को झै च्यातिन थाल्यो। बिहान 4 बजे उठ्नु पथ्ल्यो, पानी ल्याउन, गाई दुहुन, कोठा सफा गर्न अनि विद्यालय जानु, यही नै नानीको दिनचर्या भएको थियो। यदि केही ढिलो भयो भने सौतेनी आमाको हातले उसको गालामा चोट पथ्ल्यो। कपालमा सौतेनी आमाको हात पथ्ल्यो। आलसी केटी खान पाउने अधिकार छैन तँलाई। आमालाई खाइस, अब मलाई खाने विचार छ तेरो। यस्तै आवाज हरेक दिन सुन्न पथ्ल्यो। नानी थरथर काँप्थी, तर केही बोल्थिएन। बुबा खेतमा हुन्थे, घरमा उसको पक्ष लिने कोही थिएन। रातमा ऊ कोठाको कुनामा बस्ती, भुइँमा चटाई अनि भित्तामा आमाको पुरानो फोटो। त्यो फोटोतिर हेर्दै ऊ भन्थी, आमा म तिमीलाई धेरै सम्झन्छु, तर मैले बुझी सबै। अब तिमी मेरो जीवनमा कहिल्यै आउने छैनौ। तिमी भगवानको घरमा गएकी छेउ, मलाई थाहा छ। तिमीले त्यहाँबाट मलाई हेरिरहेकी छेउ। तर अब म रोइन है, म पढ्छु, यति ठुलो मान्छे बन्छु। नानीले पढ्ने निर्णय गरी ऊ स्कुल जान थाली। 10 वर्षकी नानीले आमाको मृत्युपछि आमाको माया कहिल्यै पाइन्न। बुबाको साथ नै पाएकी थिई त गाउँकै एकजना अङ्कलको साथ। तर ती अङ्कलको कुदृष्टि नानीमाथि परेको थियो, तर उनलाई त्यसको कुनै ख्याल नै भएन। विद्यालय उसकै संसार थियो। त्यहाँ ऊ केही बेर मोकलिन्थी, हाँस्न खोज्थी, पढ्न खोज्थी, तर शरीरको थकानले कहिलेकाहीँ ऊ कक्षामा निदाउँथी। शिक्षकले कराउँथे, नानी ध्यान देऊ न। उसले टाउको झुकाएर माफ माग्थी। एक दिन नानी घर आउँदै गर्दा ती नानीलाई गाउँको अङ्कलले जबरजस्ती गर्न थाले। सानी फुच्ची रुन र कराउन थाली। गाउँलेहरूले थाहा पाउने डरले ती अङ्कलले पैसा दिँदै यो कुरा कसैलाई भने मारिदिने धम्की दिन थाले। नानीको जीवनमा एकपछि अर्को समस्या आउन थाल्यो। घरमा सौतेनी आमा पिटाइ बाटामा ती अङ्कलले करतुत। नानीले कसैलाई भन्ने हिम्मत गर्न सकिन। केवल ऊ रातमा अँध्यारो कोठामा एक्लै रोएर बस्ने गर्थी। यसरी नै समय बित्दै थियो। 10 वर्षको उमेरमा नानीलाई समयले धेरै पाठ सिकाउँदै लगेको थियो। एक दिन ऊ विद्यालय आउँदा हातमा जलनका दाग थिए। शिक्षकले सोधे, यो के हो? उसले मुस्कुराउँदै भनिन्, खाना बनाउँदै थिए, गल्ती भयो सर। तर त्यो मुस्कानभित्र लुकेको सत्य शिक्षकले पढ्न सके। कक्षामा सबै साथीहरूको अगाडि शिक्षकले केही सोध्न उचित ठानेनन्। कक्षा सकिएपछि शिक्षकले बिस्तारै सोधे, नानी घरमा सबै ठिक छ? के यो सब गल्तीले भएको हो? ऊ मौन भई। उसको आँखाकाट केवल आँसु मात्र बग्यो। त्यो दिन पहिलो दिन थियो जहाँ पहिलो पटक कसैले उसको मौनता बुझ्यो। शिक्षकले उसलाई मायाले आफ्नो छातीमा टाँसे। साँच्चीकै आमापछि यदि नानीले कसैको निस्वार्थ माया पाएकी थिई भने त्यो शिक्षकको माया पाएकी थिई। शिक्षकले उनको मौनता र पीडा बुझेपछि भने, तिमी चिन्ता नगर नानी, मैले तिम्रो मौनतालाई राम्ररी बुझेको छु। तिमीले भोगेको हरेक दुःखलाई मैले महसुस गरेको छु। बस तिमीले आफूलाई कहिल्यै कमजोर नठान। तिम्री आमाले तिमीलाई धेरै माया र आशीर्वाद दिनुभएको
छ। यति सुनेपछि नानीको अनुहारमा खुसीको रेखाहरू दौडिन थाले। शिक्षकले भने, तिमी मेरी सानी बहिनी जस्तै छौ, तिमीलाई त्यस्तो केही परिहाल्यो भने मलाई भन्न सक्छौ। यति भनेर शिक्षक जान्छन्। नानी मुस्काउँछे। साँच्चीकै पहिलोपल्ट नानीले शिक्षकको रूपमा दाइ पाएकी थिई। रातमा ऊ आकाश हेर्थी। टिमटिम ताराहरूले उसको आँखामा आशाको उज्यालो झल्क्याउँथे। म ठूलो भएर शिक्षक बन्छु, ऊ बिस्तारै भनिन्। सबै नानीहरूलाई पढाउँछु जसले मेरो जस्तो दुःख भोग्न नपरोस्। अब म ती अङ्कलेको कुरा पनि सबैलाई भन्छु। अब म हिम्मत गरेर अगाडि बढ्छु।